सन्चै हुनुहुन्छ त? सन्चै छु म। तपाईसँग म एउटा सल्लाह गर्नु आएको मिस। मेरो मम्मी र तपाईँको मम्मी त बच्चाको साथी हो। केही पैसा कमाउनु छ भने मेरो मम्मीले अस्ति मिससँग गएर सिक्नु भनेर भन्नुभयो, त्यही भएर म तपाईँसँग सल्लाह गर्नु आएको मिस। ए भइहाल्छ नि, सानो पैसादेखि ठुलो पैसा तान्ने आइडियामा दिइहाल्छु नि। आज भ्याउदिनु म, भोलि चाहिँ सिकाइदिन्छु। ओके आइडिया। तान्ने तरिका मैले जानिहालेँ नि यसरी। के गरेको त्यो? अनि पैसाले तान्ने तरिका सिकाउनु भयो भने मैले सानो पैसाले ठुलो पैसा। ओफ, सकिनँ यो मान्छेसँग म त। सन्चै हुनुहुन्छ त? सन्चै छु म। तपाईसँग म एउटा सल्लाह गर्नु आएको मिस। मेरो मम्मी र तपाईँको मम्मी त बच्चाको साथी हो। केही पैसा कमाउनु छ भने मेरो मम्मीले अस्ति मिससँग गएर सिक्नु भनेर भन्नुभयो, त्यही भएर म तपाईँसँग सल्लाह गर्नु आएको मिस। ए भइहाल्छ नि, सानो पैसादेखि ठुलो पैसा तान्ने आइडियामा दिइहाल्छु नि। आज भ्याउदिनु म, भोलि चाहिँ सिकाइदिन्छु। ओके आइडिया। तान्ने तरिका मैले जानिहालेँ नि यसरी। के गरेको त्यो? अनि पैसाले तान्ने तरिका सिकाउनु भयो भने मैले सानो पैसाले ठुलो पैसा। ओफ, सकिनँ यो मान्छेसँग म त।